कम्पनीबाट आमा याङ्ग्रीतिर लाग्यो। हामी यहाँ पौवाबाट फेरि गन्तव्यतर्फ लाग्दैछौँ। यहाँ चाहिँ पानी परेर हल्का चिसो भइरहेछ। बाटो चाहिँ सबै भिजेछ यता। बाटो हो र होइन। अहिले चाहिँ हामी ठ्याक्कै मेलम्ची बजार आइपुग्यौँ। हिँडिन अगाडि यहाँ पानी पऱ्यो। यहाँ आएपछि फेरि पानी पऱ्यो। अब यहाँ एकछिन स्टप गर्नुपर्छ। अब हामी मेलम्ची बजारबाट अब अगाडि लाग्छौँ। नामै केही नि नबुझिने रहेछ। जुम त्यही थियो यहाँ। अब हामी चाहिँ यो तलको बाटो टिम्बु जाने रहेछ। हामी शेरबानथाङबाट आयौँ मेलम्चीबाट। अब हामी आमा याङ्ग्री यतातिर लाग्छौँ। उता बत्ती बलिरहेको ठाउँबाट गइरहेको ठाउँमा पानी पर्ला जस्तो छ आज। जाउँ। के गर्नु, यो गाउँको नाम चाहिँ गाह्रो रहेछ यार, गाह्रो रहेछ गाउँको नाम। हामी चाहिँ यो अहिले जङ्गलको बिचमा यो होटेलको बोर्डहरू राखेको चोकमा आइपुग्यौँ। अब यताबाट भोगी बाटो, यताबाट बाटो छुक्यो। हामी चाहिँ यो
आमा याङ्ग्री लास्ट पोइन्टसम्म आइपुग्न लागिसक्यो। भोलि जाने चाहिँ माथिको पिक धेरै टाढो छ। बाटो बर्बाद झुला। हामी चाहिँ अहिले याङ्ग्री बेस क्याम्पमा छौँ। पानी परिरहेछ। यहाँबाट भोलि बिहान चाहिँ उठेर हामी माथि याङ्ग्री पिकसम्म चाहिँ हाइक गर्छौँ। यहाँ चाहिँ यस्तो छ अहिले माहौल। यो चाहिँ लास्ट स्टप। हामी कहाँ छौँ भन्नु त अहिले? अब यहाँ बेस क्याम्पमा हो, अब यहाँबाट कति छ माथि, कति हाइट छ? अब 1-1.5 घन्टामा पुग्नुहुन्छ। हिँडेर हजुर 1.5 घन्टामा पुगिन्छ। हिउँ परेको छ नि माथि? हिउँ अस्ति नै त परेको थियो, अहिले परेको छैन। हिउँ छ, अलिअलि छ। थ्याङ्क यू। वेलकम। हामी चाहिँ बिहान होटलबाट अब माथि लाग्दैछौँ हामी याङ्ग्री। यस्तो अन्धकार छ। क्या आयो? भिडियोमा त कालो भाइ केही आउँदैन यार। त्यो गेटबाट हामी माथि जान्छौँ अरे। ल यस्तो घनघण्ट जङ्गलमा हाइट बाटो पनि गाउँ अगाडि आँखासँग टल्क्यो भने रोकिनु है। हो बाघ हुँदैन, चितो सितो आउँछ त बाघ त के त। यहाँ एउटा भ्यू पोइन्ट छ। वेलकम टु होटल याङ्ग्री पिक। हामी बस्यो होटलको चाहिँ। यहाँबाट अर्कै ठाउँबाट आउने रहेछ क्या होला। यो त दामी ठाउँ रहेछ नि त। हिमाल होइन त्यो पाहाडै हो के हिमाल हो? के चरा आयो? राष्ट्र निकुञ्जमा कस्तो दामी चरा रहेछ दाइ। बसेर ठाउँ चाहिँ त्यहाँ हो। त्यहाँबाट बाटो हुँदै अहिले यहाँ माथि आइपुग्यो। लागौँ
करिब 2 घन्टाको हिँडाइपछि यो हिमालको भ्यू देखियो। अब यहाँबाट हामी त्यहाँ माथि मन्दिरसम्म पुग्छौँ। अब यहाँको मन्दिर चाहिँ त्यही हो। अब चाहिँ माथि मन्दिरमै आइपुग्यो। रुल्स एन्ड रेगुलेसन चाहिँ यस्तो रहेछ यहाँको। ड्रोन ल्याउनु पाइएन, उडाउनु पाइएन, प्याराग्लाइडिङ गर्नु पाइएन, आगो बाल्नु पाइएन। यहाँ चाहिँ लास्ट विक हिउँ परेको थियो हामी आउनुभन्दा 1 हप्ता अगाडि। हिउँ चाहिँ यहाँ जमेर बसेको रहेछ। हाइट ओम माने पेमे ओम। लगभग खुलेको बेलामा चाहिँ 360 भ्यू नै देख्दो रहेछ। यो भ्यू हेर्नलाई बिहान 4 साढे 4 बजी उठेर 2 घन्टा हिँडेर